बालेनले एकैसाथ बोलाए सिङ्गो युरोपका नेपाल हाकिम। 2 हात जोडेर बिसाए यस्तो बिन्ती। नेपाल ब्ल्याकलिस्टबाटै हट्दैछ। सिंहदरबार भित्र साँच्चीकै सुरु भयो नयाँ युग। मेटियो बिचौलियाको नामो निशान। जनताका कुरा सम्बोधन हुने गरी कोरिँदैछ कानूनका दफा। बालेनले विरोधका लागि विरोध गर्नेलाई बाइपास गर्दै सिङ्गो सिस्टम नै गर्दैछन् सफा। सिंहदरबार भित्र वर्षौंदेखि जरा गाडेर बसेका बिचौलिया र सेटिङका पर्खालहरू रातारात भत्किएका छन्। यो समाचार रिपोर्टको कुरा तपाईले बुझ्नै पर्छ, किनकि दशकौं पछि पहिलो पटक देशको मुटुमा एउटा साँचो, चम्किलो र आशा लाग्दो नयाँ युगको सुरुवात भएको छ। बालेन र शाहको नेतृत्वमा नयाँ सरकार बनेको जम्मा 2 महिना हुँदैछ, तर यसले ल्याएको सकारात्मक तरंगले देशको कुना कुना छोएको छ। जुन सिंहदरबारमा हिजोसम्म आम मानिसको पहुँच थिएन, आज त्यही सिंहदरबारको ढोका जनताका लागि खुल्दैछ र पुरातन राजकाजको शैली तीव्र गतिमा बदलिँदैछ। तथ्यले आफै सत्य बोल्दैछन्। शक्तिको आडमा वर्षौं काठमाडौँ नछाड्ने 6,500 भन्दा बढी कर्मचारीलाई देशभर खटाइएको छ।